ओके सो फाइनली मैले भूत भुलैया होइन भूत बङ्गला मुभी चाहिँ हेर्छु। यो मुभी हेर्दाखेरि भूत भुलैया याद आउँछ तपाईँहरूलाई। सरी आज थोरै स्वर खराब भइरहेको छ, सो अलिकति एडजस्ट गर्नु होला। फाइनली भूत बङ्गला मैले हेरेँ एन्ड यो मुभी प्रियदर्शनको डाइरेक्सनमा रहेको छ, जसको मलाई थोरै डर थियो हङ्गामा 2 हेरेर। यस योभन्दा अगाडि प्रियदर्शनले धेरै राम्रो मुभी बनाउनु भएको छ। भुलभुलैया क्लासिक भुलभुलैया त हिटै भइहाल्यो। हेराफेरि नै उहाँले बनाउनु भएको एन्ड भागम भाग उहाँको, त्यही धर्मेन्द्र उहाँको। सो यस्तो कमेडिक मुभीहरू जुन अहिले पनि एकदमै फेमस छ त्यो मुभीहरू उहाँले बनाउनु भएको। बट योभन्दा अगाडि एउटा मुभी बनाउनु भएको थियो प्रियदर्शनजीले, हङ्गामा 2। यस हङ्गामा 2 बनाउनु भएको थियो एन्ड त्यो मुभी साँच्चीकै एकदमै डिस्कसन थियो। सो त्यो कारणले पनि मलाई यो मुभीबाट अलिकति डर थियो एन्ड मलाई यसको ट्रेलर र टिजर ठिकै लाग्थ्यो। यस ठिक लाग्थ्यो, एकदम असम बबाल एन्ड यस्तो केही नयाँ होला भन्ने फिलै भएको थिएन साँच्चै भन्नुपर्दा। एन्ड बट फेरि पनि एउटा मनमा आश थियो, यहाँ अक्षय कुमार थियो, परेश रावल हुनुहुन्थ्यो, असरानी हुनुहुन्थ्यो, लेट असरानी हुनुहुन्छ, उहाँ अब हुनुहुन्न यो संसारमा। उहाँको यो लास्ट मुभी रहेको छ जसमा उहाँ हेर्दा पनि एकदमै राम्रो, मनमा पनि एउटा राम्रो फिलिङ भइरहेको थियो। सो यस यो एउटा लास्ट फिल्म रह्यो एन्ड यो सबै कुरा हेर्दा पनि मलाई अलिकति डर चाहिँ कतै कतै थियो प्रियदर्शनबाट। अब एउटा राम्रो एक्टर पनि भयो एन्ड उहाँको जुनै पहिलाको पुरानो मुभीहरूमा पनि उहाँको डाइरेक्सनसँगै एउटा म्याजिक थियो। त्यो म्याजिक थियो राइटिङमा, यानि जुन राइटिङ रिटनहरूमा थियो, कहानीहरूमा थियो, त्यसमा उहाँको निरज बोहरा हुनुहुन्थ्यो साथमा, लेट निरज बोहराजी जो अहिले हुनुहुन्न। उहाँ एक्टर र राइटर पनि हुनुहुन्थ्यो। उहाँको साथ हमेसा हरेक मुभीमा उहाँले तपाईँले देख्न सक्नुहुन्थ्यो। सो त्यो कारणले पनि थोरै डर थियो कि त्यो राइटिङ स्पेसमा चाहिँ कहीँ यो मुभी कमजोर हुन्छ कि, र मुभीले सायद मलाई बोर गरिदिन्छ कि। 2 घन्टा 45 मिनट पनि रहेको छ सायद यो मुभी, कहाँसम्म लाग्छ 2 घन्टा लगभग 2 घन्टा 45 मिनट रहेको छ एन्ड त्यसले गर्दा पनि डर थियो अब 3 घन्टा जस्तो मुभीमा बस्नुपर्ने बाध्यता हुन्छ। अब रिसेन्टली टाइममा धेरै मुभीहरू त्यस्तो निस्कियो एन्ड त्यसले भन्नाले अलिकति डर चाहिँ बढी नै थियो मसँग। एन्ड जब म छिरेँ थिएटरमा एन्ड मुभी भरिएको थियो, साँच्चै थिएटर भरिएको थियो एन्ड यो चिज मलाई मजा लाग्यो कि कमसेकम मैले एउटा भरिएको हलमा मुभीलाई इन्जोय गर्दा छु। त्यस कारणले पनि होला एन्ड जब मुभी सुरुवात नै हुन्छ, स्टार्टिङ हुन्छ एन्ड त्यहाँबाट जुन मुभी ग्रो गर्छ, स्टार्ट गर्छ, अनि म साँच्चीकै या त मेरो त्यो कमेडीको लेभल नै 0 भइसक्यो। जुन रिसेन्टमा हामीले भुलभुलैया 2, भुलभुलैया 3 एन्ड एकदमै खराब मुभी जुन कमेडीको नाममा जुन एकदमै बेवकुफी गरेर हुन्छ आजभोलि हँसाउनको नाममा, कस्तो कमेडी त्यो मैले अहिलेसम्म बुझ्न सकेन। त्यस्तो खाले कमेडी गरेँ, त्यसको लेभल भन्दा त यो मुभी त 100 टाइम्स बेटर फिल भयो मलाई अहिले चाहिँ। साँच्चै भन्नुपर्दा मैले धेरै पछि एउटा थिएटरमा कमेडी मुभी इन्जोय गर्थेँ। लास्ट मैले सायद स्त्री युनिभर्सकै मुभी हेरेको थिएँ सायद, मलाई जहाँसम्म याद छ। स्त्री युनिभर्सको पनि मुभीहरू राम्रै हुन्छन् एन्ड त्यसले पनि हँसाउने काम गर्छ, बट त्यो लेभलमा हँसाउन सक्दैन जुन लेभलमा यो मुभीले हँसायो। र अक्षय कुमार यस पटक चाहिँ मलाई फिल भएको उहाँले मेहनत गर्नुभएको छ। अनि उहाँ कमेडीको अब प्रियदर्शन र अक्षय कुमारको जोडीलाई त भनिराख्नै पर्दैन कि अक्षय कुमार आफैमा एक्टिङको किङ हुनुहुन्छ। यो कमेडी जगरमा जब सिफ्ट हुनुहुन्छ उहाँको अर्कै लेभल निस्किन्छ। सो त्यो कारणले गर्दा पनि मलाई उहाँसँग एक्सपेक्टेसन त एकदमै धेरै थियो र सुरुवातको केही सिनमा त उहाँले गजबै गर्नुभएको छ। एन्ड त्यही त्यो पुरानो ट्रोप्सहरू बोल्दाखेरि एउटा नामलाई अरू फरक नामले बोलिदिने, कहिले कन्फ्युजन गराउने, यो को त्यो को, एन्ड त्यो चिजहरू हेर्दा म साँच्चै हाँसिरहेको थिएँ एन्ड त्यो माथि थिएटरमा माहौल पनि त्यस्तै थियो। सो यस त्यो थिएटरको माहौल प्लस मुभीको कमेडीले, पन्चेसले, त्यो सिचुएसनल कमेडीहरूले काम गर्यो, मेरो लागि त काम गर्यो। जस्तै एन्ड कुनै पनि लोकेसनमा एउटा क्यामेराले स्टे गरेर मजाले खेल्न दिएको हुन्छ, एउटा केओस हुन्छ बिचबिचमा, एउटा केओस थियो, त्यो सिनहरू त
एकदमै साँच्ची भन्नुपर्दा मलाई मन पर्दा चाहिँ फर्स्ट धेरै पछि मैले यस्तो मुभीहरू इन्जोय गरेँ जुन थिएटरमा भरेकै हलसँग। एन्ड थोरै जनर पनि सिफ्ट भएको थियो, एक्सन र त्यही ड्रामाबाट थोरै अलग केही फिल भएको थियो, जसले गर्दा मलाई इन्जोयबल फिल भयो। बट आउँछ यहाँ अब एउटा ठुलो बट, त्यो यो हो कि कहानी एकदमै प्रेडिक्टेबल भइदियो। केही नयाँ फिल हुँदैन। भूत बङ्गला तपाईँको भूत भुलैयाको भुल भुलैयाकै एउटा सेकेन्ड पार्टको फिल हुन्छ। र यो त्यो मैले सेकेन्ड र थर्ड भने होइन, जुन भुल भुलैयाको नाममा तिनीहरूले जुन आफ्नो नामलाई मात्र बेचेर सेकेन्ड र थर्ड बनाए काटिरहेको छ, त्यो त एकदमै सिट मुभी हो। त्यो साँच्चीकै सिट मुभी, त्यसलाई त म कुनै प्रेज गर्नै सक्दैन। यो मुभी हेरेपछि त झन् त्यो मुभीको लेभल झन् डाउनग्रेड हुँदै जान्छ। सायदै यो मुभीले त्यति कमाउँछ होला, किनकि यो त्यो नाम चाहिँ छैन, बट लगभग त्यही फिल हुन्छ। त्यस्तै कहानी, त्यस्तै एप्रोच, एन्ड कति सिनहरूमा त्यो फ्ल्यासब्याकहरू सिनहरूदेखि लिएर त्यो गीतहरूदेखि लिएर धेरै चिजमा योले त्यही भुल भुलैयाको फर्स्ट को याद दिलाउँछ। भुल भुलैया फर्स्ट जस्तो यो कहीँ पनि रहँदैन, त्यसको कम्पेरिजनमा त यो धेरै डाउनग्रेड नै छ। बट त्यो भनेर यो मुभी एकदमै कचरा छ, हेर्नै नमिल्ने छ भन्न चाहिँ म भन्दिनँ। सेकेन्ड पार्ट फर्स्ट हाफभन्दा सेकेन्ड हाफ थोरै कमजोर फिल हुन्छ, र सेकेन्ड हाफ चाहिँ थोरै सिरियस मोडमा चाहिँ बढी नै गइदिन्छ। यानि कि त्यो पर्फेक्ट ब्यालेन्स बनाउन सक्दैन कमेडी र हरर बिचको। कहीँ जम्प स्केयर्स पनि एकदमै राम्रो छ। जुन लाइट्स आउटवाला एउटा सिन गरेको छ, जहाँ त्यो क्रिचर या गोस्ट या के हो त्यो लाइट बन्द हुँदा आउने र बन्द नहुँदा नआउने, त्यस्ता चिजहरू सानो सानो चिजहरू देखाएको छ। त्यो चिजहरू मजा आयो। क्रिचरको जुन पुरै उसले के भन्छ त्यो भिएफएक्स गरेको छैन, एकदमै खत्तम बनाएको छैन भिएफएक्स पनि, कहीँ काम गरेको छ। सेटहरू अहिले पनि आर्टिफिसियल त फिल हुन्छ, अहिले पनि भिएफएक्स गर्दाखेरि अलिकति उहाँहरूले तलमाथि गरिदिनुहुन्छ। बट ओभरअल त्यो क्रिचरको लुक पनि राम्रै देखेको छ, एकदमै फेक फिल हुँदैन। एन्ड केही ट्विस्टहरू टर्नहरू पनि छन् जुन तपाईँले हेर्दा थाहा पाइहाल्छ कि यो त मैले गेस गरिसकेको थियो, बट ट्विस्टहरू पनि राम्रै छन्, जसले गर्दा ओभरअल मुभी एउटा अनेस्ट काम बनेको छ, एउटा अनेस्ट स्टोरी बनेको छ। अब एकदमै एक्सपेक्टभन्दा राम्रो पनि होइन, नराम्रो पनि भन्ने, म योलाई कतै बिचमा राख्छु, जसमा इन्जोय चाहिँ गर्नुहुन्छ। फ्यामिलीसँग जानुभएको छ भने मजाले इन्जोय गर्नुहुन्छ। एडल्ट केही पनि हुँदैन यस्तो मुभीहरूमा, एडल्ट केही पनि छैन, एकदमै इन्जोयबल छ। कहीँ तपाईँले सायद अब त्यति तपाईँले हरर मुभीहरू हेर्नु भएको छैन, डर पनि लाग्छ, तर मलाई चाहिँ मजा आएर थियो। मतलब त्यो राजपाल यादवको त झन् यसमा काम एकदमै राम्रो। यानि राजपाल यादवलाई सायद बल्ल खेल्ने मौका पाएको छ एउटा राम्रो मुभीबाट, जुन रिसेन्ट टाइममा उहाँको प्रिभियस मुभी भुल भुलैया 2 र 3मा जुन उहाँले पाएकै थिएन त्यो चान्सहरू, एकदमै कचरा बनाइएको थियो, त्यस्तो चाहिँ भएको छैन। एन्ड यो चिजहरू मलाई एकदमै मनपर्छ। प्रियदर्शनको मुभीबाट त्यति एक्सपेक्ट पनि थियो। एन्ड एउटा कुरा केमा अड लागेको छ भने, जहाँ अक्षय कुमार र जिसु सेनगुप्ता जो आगो बुबाको रोल गर्नुभएको छ, जब तपाईँले मुभी नै हेर्नुहुन्छ, सुरुवात नै गर्नुहुन्छ भने त्यो चिज तपाईँलाई अड फिल हुन्छ। जस्तै उहाँको बाबा र छोराको एउटा रिलेसन देखाउनु भएको छ, राइट। एन्ड त्यो चिजमा लगभग उहाँको डिफ्रेन्स नै मतलब जिसु सेनगुप्ता र अक्षय कुमारको डिफ्रेन्स 10 वर्षको जतिको छ। तपाईँले गुगल गर्नुभयो भने विकिपिडियामा भेट्नुहुन्छ त्यो चिज। अनि 10 वर्षको ग्याप छ। अनि अक्षय कुमार जिसु सेनगुप्ता भन्दा पनि एजेड हुनुहुन्छ र उहाँले उसको छोराको रोल गरेको छ। सो त्यो चिज देख्दाखेरि सुरुवातमै तपाईँलाई अड फिल भइहाल्छ कि यो अलिक सुहाएको जस्तो लागेन कि कहीँ अलिकति खड्किन्छ कि त्यो मनमा खड्किरहन्छ। एन्ड मैले गुगल गर्ने बित्तिकै त्यो चिज देखेँ कि यो 9-10 वर्षकै ग्याप छ भने त्यो कतै पनि म्याचै गर्दैन कि। तपाईँ फिल्ममा त्यो चिजहरू फिल चाहिँ गरिराख्नुहुन्छ, बट त्यसलाई अब तपाईँले मुभी चल्ने बेला पछि चाहिँ इग्नोरै गर्नुहुन्छ। यानि मतलब अक्षय कुमार र ती दुईजनै सँगै भएको बेलामा चाहिँ तपाईँले त्यो फिल गर्नुहुन्छ, होइन भने त त्यसले खासै डिस्टर्ब चाहिँ तपाईँहरूले गर्दैन होला, जहाँसम्म मलाई लाग्छ। बट ओभरअल ठिक छ मुभी। एन्ड तपाईँहरूले यो मुभी हेरिसक्नुभयो भने तपाईँहरूको ओपिनियन कस्तो रह्यो, तपाईँहरूको पनि थट कस्तो रह्यो, यो पनि हामीले कमेन्ट बक्समा सेयर गर्न नबिर्सनु। बिकज योर ओपिनियन म्याटर्स। म भेट्छु फेरि तिनीहरूको भिडियोमा। टिल देन स्टे सेफ एन्ड पिस।